हेलो एभ्रिवान, वेलकम ब्याक टु न्यू भिडियो। आशा गर्छु तपाईँहरू सबै सन्चै अनि आरामै हुनुहुन्छ। म पनि सन्चै अनि आरामै छु। यस भिडियोमा पिट 37 कसरी बनाउने एकदमै इजिएस्ट तरिकाले तपाईँहरूलाई यस भिडियो मार्फत म सिकाउने छु। एउटा गएको भिडियोमा मैले भनेको थिएँ इपिटीबाट कसरी भर्ने एप्लिकेसनबाट, तर आज म एकदमै इजी तरिकाले लङ टर्मको लागि तपाईँहरूलाई सिकाउन जाँदैछु। उर्जन देशको भए जुन ट्याक्स अफिस भनेर एउटा एप्लिकेसन छ, त्यसबाट नै हामीले आफ्नो हरेक अब जति पनि हामी अब पोल्यान्डमा बस्नेछौँ लङ टर्मको लागि तपाईँहरूलाई इजी हुनेछ। जुन फर्स्टमा तपाईँहरूलाई चाहिन्छ ट्रस्टेड प्रोफाइल, जुन फाइल जफन्ने भन्छ पोलिसमा, त्यो हामीले बनाउनुपर्छ। त्यो बनाउनुभन्दा पहिला मैले हरेक स्टेपहरू तपाईँहरूलाई यस भिडियो मार्फत सिकाउने छु। सो भिडियोलाई तपाईँले लास्टसम्म हेर्नुपर्ने हुन्छ। जो पनि तपाईँ पोल्यान्डमा हुनुहुन्छ यो एकदमै इम्पोर्टेन्ट हो तपाईँको लागि। सो बिना स्किप गरिकन यो भिडियो हेर्नु होला। फर्स्ट स्टेप, तपाईँको मोबाइलमा ओपन गर्नुहोस् क्रोम ब्राउजर अथवा गुगलमा, अनि त्यहाँ गएर pz.gov.pl भनेर सर्च गर्नुहोस्। अनि यस्तो ओपन हुन्छ। यहाँ इङ्ग्लिसमा नि ट्रान्सलेट गर्न सक्नुहुन्छ। यो तिनवटा धर्कमा क्लिक गर्नु, रजिस्टर गर्नु, अनि तल आउनु तल आउनु तल आउनु, एड द फेसिलिटी यसमा क्लिक गर्नुहोस्, माथि आउनु। अब युजर नेम, अब तपाईँले यहाँ गर्नुपर्ने काम तपाईँको युजर नेम बनाउनु, तपाईँको आफ्नो नाम र केही अङ्कहरू राख्नु। जस्तै मैले यहाँ राख्दैछु प्रकाश चौधरी 0909, अनि पासवर्ड पनि राख्नु होला, तपाईँको आफ्नो फेभरेट पासवर्ड जुन तपाईँलाई याद होस् लङ टर्मको लागि। ठिक छ। अनि यो युजर नेम तपाईँको आइडी भयो। अब सेम यहाँ कन्फर्म पासवर्डमा पनि सेम राख्नुहोस्। यहाँ स्क्रिनमा देखाए जस्तै तपाईँले पनि बिस्तारै नातिकन गर्नु होला। तपाईँको फर्स्ट नेम जस्तै प्रकाश, मिडल नेम छ भने मिडल नेम राख्नुहोस्, छैन भने अब मैले यहाँ लास्ट नेम तपाईँकोमा जस्तै मैले चौधरी प्रकाश चौधरी गरेको छु, र तपाईँको आफ्नो पेसल नम्बर हाल्नु होला। अब म यहाँ पेसल नम्बर रियल हाल्न मिल्दैन, त्यसले गर्दा मैले यस्तो गलत पेसल नम्बर हालेको छु। गलत हाल्ने बित्तिकै द पेसल नम्बर प्रोभाइड इज इनकरेक्ट। त्यही भएर तपाईँले आफ्नो सही नम्बर, सही पेसल नम्बर हाल्नुहुन्छ भने यसरी रातो हुँदैन। सो यो देखेर नआत्तिनु, अनि बिस्तारै नेक्स्ट स्टेपमा जानुहोस्। कन्ट्याक्ट डिटेल्स, अब यहाँ जिमेल छ, तपाईँको इमेल पनि यहाँ जे तपाईँको इमेल मोबाइलमा छ त्यही इमेल राख्नु होला, किनकि त्यसमा कोड जान्छ। ठिक छ। अनि त्यही फेरि सेकेन्डमा रिपिट पनि गर्नु। तपाईँको आफ्नो यहाँ तल फोन नम्बर छ, फोन नम्बरमा +48 फोन नम्बरमा गर्नै पर्छ। तपाईँको जुनसुकै मोबाइल होस्, चाहे लाइका मोबाइल होस्, चाहे प्लस मोबाइल होस्, मोबाइल मतलब सिम कार्ड, जस्तै लाइका मोबाइल सिम कार्ड हो, प्लस सिम कार्ड, जुनसुकै सिम कार्ड होस् तपाईँले यसरी नै गर्नु होला। अनि जसरी मैले यहाँ गर्दैछु। ठिक छ। त्यसपछि तपाईँ तल आउनु तल आउनु तल आउनु, यहाँ छ इमेज। अब यहाँ इमेज छ। अब यो इमेज तपाईँले राम्रोसँग बुझ्न सक्नु भएन भने यहाँ जेनेरेट न्यू इमेज पनि छ, त्यहाँ क्लिक गरेर तपाईँले फेरि अर्को फोटो आउँछ यहाँ, त्यसपछि त्यो अक्षर तपाईँले चिन्न सक्नुहुन्छ भने त्यसरी नै भर्न सक्नुहुन्छ। जसरी मैले यहाँ भर्दैछु BDBZCF गरेर। अब मेन कुरा ध्यान दिनुपर्ने के हो भने तपाईँको मोबाइलमा पोर्ट्रेट भनेर हुन्छ, जुन लक हुन्छ स्क्रिन, एउटा छड्के बनाउन सकिन्छ। अब जसरी यहाँ स्क्रिनमा हेर्न सक्नुहुन्छ, मैले छड्के बनाएँ है। मोबाइलले मतलब छड्के गर्ने के। अब बल्ल यहाँ तपाईँले रिचेक गर्ने एकचोटि। ठिक छ। राम्रोसँग रिचेक गर्नुहोस्। अब बल्ल यहाँ तपाईँको यो अप्सन देखियो, आई कन्फर्म द्याट आई हेभ रिड। ठिक छ। अब यसमा क्लिक गर्नुहोस्, रजिस्टर। तपाईँको जिमेलमा कोड आयो, कोड हाल्नुहोस्। तपाईँको मोबाइल नम्बरमा कोड आयो, कोड हाल्नुहोस्। फाइन्ड द कन्फर्मेसन पोइन्ट। त्यसपछि यहाँ तपाईँले कन्ट्रीमा चाहिँ पोल्यान्ड गर्नुहोस्। त्यसपछि बोर्डरसिप
अब यसमा मैले पमरिस्की गर्छु किनकि म अब गिदान्समा छु, त्यही भएर म पमरिस्की गर्छु र तल गिदान्स गर्छु। र तल तपाईँले हेर्न सक्नुहुन्छ नेम अफ द कन्फर्मेसन पोइन्ट। यो यसमा भर्नको लागि तपाईँको आफ्नो सिटीमा कुन ठाउँमा पेसल बन्छ, किनकि ट्रस्टेड प्रोफाइल कन्फर्मेसन गर्नको लागि तिनीहरू भेरिफाई गर्छ नि त। तपाईँको पासपोर्ट र पेसल लिएर जानु, तिनीहरू भेरिफाई गरिदिएपछि बल्ल त्यो तपाईँको ट्रस्टेड प्रोफाइल एक्टिभ हुन्छ। त्यसले गर्दा हामीले कन्फर्मेसन पोइन्ट चुज गर्ने हो। यो चुज गर्नको लागि तपाईँले सिधै म्यापमा जानुहोस्, म्यापमा गएर सिटी हल सर्च गर्नुहोस्। सिटी हल सर्च गरेपछि यसरी स्क्रिनमा देखाए जस्तै अनि तल आउनुहोस्। अब जस्तै मेरो गिदान्समा यहाँ छ पेसल बन्ने ठाउँ, त्यही भएर यहाँ छ। अब मैले यसलाई क्लिक गर्छु, कपी गरेर यहाँ पेस्ट गरिदिन्छु। यहाँ आएर नेम अफ द कन्फर्मेसन पोइन्टमा कपी पेस्ट गर्नुहोस्। त्यसपछि यो फिल्टरमा नजानु होला, यहाँ माथि यो पेन्सिलको आइकन देख्दै हुनुहुन्छ, यसमा क्लिक गर्नु। ल, तपाईँको ट्रस्टेड प्रोफाइल रजिस्टर भइसक्यो। अब यहाँ तपाईँले हेर्नको लागि तपाईँको युजर नेम जुन आइडी बनाउनु भएको थियो अघि त्यही नै यहाँ राख्नुहोस् र पासवर्ड पनि जुन अघि हामी सुरुमा बनाउँदाखेरि राखेको थियौँ त्यो राख्नु। जसरी मैले इक्जाम्पलको लागि यहाँ प्रकाश चौधरी 0909 प्रकाश@0909 पासवर्ड गरेर राखेको थिएँ। अब यो लगइन गर्छु। कङ्ग्रेचुलेसन। ल, तपाईँलाई धेरै धेरै बधाई छ, तपाईँको ट्रस्टेड प्रोफाइल बनिसक्यो। तर अझै एक्टिभ भएको छैन। लगइन आइडी र पासवर्ड बनाइसक्नुभयो, रजिस्टर भइसक्यो, तर एक्टिभ भएको छैन, अझै स्टेप बाँकी नै छ। अब यहाँ सक्नुहुन्छ माई ट्रस्टेड प्रोफाइल, कन्फर्म द रिक्वेस्ट फर अ ट्रस्टेड प्रोफाइल। यो अझै कन्फर्मको लागि तपाईँको सिटीमा जानुपर्ने हुन्छ, जुन सिटी हल भन्छ, जुन पेसल नम्बर भन्छ। त्यहाँ गएर फिजिकल तपाईँको पासपोर्ट लिनुहोस्, तपाईँको पेसल लिनुहोस् अनि गएर मेरो ट्रस्टेड प्रोफाइल एक्टिभ गर्नु छ भनेर मात्रै भन्नु, अनि उनीहरूले आफ्नो सिस्टमबाट एक्टिभ गरिदिनु। र म यहाँ एउटा भिडियो चलाउँछु जुन यो हेरेपछि तपाईँले धेरै नै सजिलो हुनेछ। जुन अफिसमा तपाईँ जानुहुनेछ, जुन पेसल बन्ने ठाउँ हो, कसरी टिकट लिने के हो, सो तपाईँले इजी हुनेछ यो भिडियो हेरेपछि। ये बनाने आशा गर्छु तपाईँले आफ्नो ट्रस्टेड प्रोफाइल एक्टिभ गराइसक्नु भएको छ अफिसमा गएर। अब हामी P37 बनाउने छौँ। P37 बनाउनुभन्दा पहिला ट्रस्टेड प्रोफाइल जुन एक्टिभ भएको हुनुपर्छ, किनकि हामी त्यो बनाउनको लागि एप्लिकेसनबाट बनाउनेछौँ। यो एप्लिकेसन ई-अर्जुन स्कर्बोवे भनेर ट्याक्स अफिसको एउटा एप्लिकेसन हो, यसबाट हामी बनाउनेछौँ। अब तपाईँको प्ले स्टोरमा जानुहोस्, जहाँ तपाईँले एप्लिकेसनहरू डाउनलोड गर्नुहुन्छ। त्यहाँ गएर तपाईँले ई-अर्जुन स्कर्बोवे भनेर सर्च गर्नुहोस्, यो वाला एप्लिकेसन डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसकेपछि तपाईँको इन्टरफेस यस्तो आउँछ। फेरि नेक्स्ट गर्नुहोस्। नेक्स्ट यो एप्लिकेसन हो है, कन्टिन्यू। यही एप्लिकेसनबाट हामी P37 बनाउने छौँ। स्टार्ट, नेक्स्ट। त्यसपछि सेट अ पिन, तपाईँको फेभरेट नम्बर चुज गरेर आफ्नो पिन नम्बर राख्नुहोस्, रिपिट गर्नुहोस्। फेरि त्यही इनेबल। त्यसपछि तल आउनुहोस्, प्रोफाइल जफन्नेमा जानु, क्लिक गर्नुहोस्। अब युजर आइडी र पासवर्ड यहाँ लगइन गर्नु। त्यसपछि एउटा SMS कोड आउँछ। कोड हालिसकेपछि तपाईँको एप्लिकेसन ओपन भयो। यहाँबाट तपाईँको हरेक कुराहरू हुन्छ। तपाईँले P37 नै यहीँबाट बनाउने हो, अनि तपाईँको हरेक डिटेलहरू पनि यही हुन्छ। कति ट्याक्स गयो, कुन कुन वर्षमा कति हामीले ट्याक्स रिटर्न पायौँ, सबै यसैमा हुन्छ। तपाईँले चलाउँदै जाँदा तपाईँलाई थाहा हुन्छ। ठिक छ। तपाईँको एड्रेस, जस्तै एउटा सिटीबाट अर्को सिटीमा जानुहुन्छ भने त्यो एड्रेस पनि चेन्ज गर्न यहीँबाट मिल्छ। त्यो अफिस धाउनु पर्दैन। अब सबै अनलाइनबाटै तपाईँले गर्न सक्नुहुन्छ। सो लेट्स गो। अब हामी
पिट 37 बनाउने छौँ यही एप्लिकेसनबाट। यहाँ यो पेन्सिलको आइकनमा क्लिक गर्नु, योर ई पिट जुन लेखे यहाँ आइसकेपछि तल आउनुहोस्। त्यसपछि यहाँ एक्सेप्ट एन्ड सेन्ड भनेको छ अनि ओभर पेमेन्ट यो 3600 हेर्न सक्नुहुन्छ। यो भनेको हाम्रो रिटर्न आएको जुन ट्याक्स अफिसले हामीलाई रिटर्न दिएको छ, किनकि ओभर पेमेन्ट भएको छ त्यसले गर्दा। अनि अब हामी एक्सेप्ट एन्ड सेन्डमा क्लिक गर्नेछौँ। त्यसपछि यहाँ सबमिट गर्नुहोस्। सबमिट गरिसकेपछि तपाईँले कङ्ग्रेचुलेसन भनिसकेको छ, तपाईँको पिट 37 बनिसक्यो। अनि त्यसपछि तल आउनुहोस्, तल आएर प्रिभ्यूमा जानुहोस्। प्रिभ्यूमा गएर प्रिभ्यू डकुमेन्टमा क्लिक गर्नु। प्रिभ्यू डकुमेन्टमा क्लिक गरिसकेपछि डकुमेन्ट प्रिभ्यू एक्सपोर्ट टु पिडिएफ भनेको छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यता साइडमा हेर्न सक्नुहुन्छ फाइल अनि सेभ गर्नुहोस्। त्यसपछि अब हेर्न सक्नुहुन्छ तपाईँको यो सबै पिट 37 बनिसकेको छ। यो फ्युचरमा धेरै नै काम लाग्छ, सो यसलाई सेभ गरेर फाइलमा राख्नु होला। आई होप आजको भिडियोबाट तपाईँहरू सबै क्लियर हुनुभयो होला। मैले जसरी तपाईँलाई उर्जन डिस्कभरबाट लगइन गरेर तपाईँले पिट 37 बनाउन सक्नुहुन्छ भनेर सिकाएँ इजी तरिकाले, त्यसरी नै तपाईँले गर्न सक्नुहुन्छ। हुन्छ, अब नेक्स्ट भिडियोमा फेरि भेटौँला। बाई बाई।